आज मान्छे खाएर रोगी छ, खान नपाएर होइन, खान नजानेर र खाएर। खाने पद्धति थाहा छैन, खाने तरिका थाहा छैन, जहाँ गयो खायो। आइज खाम भनेपछि खाइहाल्यो। एकचोटि अन्नले पेट भरेपछि 4 घण्टा अगाडि खाना हुँदैन। 30 वर्ष उमेर काटेको मान्छेले एकचोटि अन्नले पेट भरेपछि फलफुल खाना हुन्छ, जुस खाना हुन्छ, पानी खाना हुन्छ, फेरि अन्न खाना हुँदैन। आज पटक पटक मान्छेले खाएर हरेक मान्छे रोगी छ आज। त्यसैले के खाने त्यो पनि थाहा छैन। भिन्डी र करेला सँगै खाना हुँदैन। एकैचोटि मिसाएर त के, एकैचोटि अलग अलग पकाएर पनि खाना हुँदैन। आज त्यही खाएर मान्छे अल्जाइमर रोग छ, ट्युमर रोग छ। भिन्डी र करेला सँगै पकाएर खाएपछि या सँगै खाएपछि अल्जाइमर रोग लाग्छ, ट्युमर पलाउँछ। अहिले हरेकका पेटमा, आन्द्रामा, दिमागमा, टाउकोमा कता कता हो ट्युमर पलाएको छ। बिर्सने भएका छन्, अल्जाइमर रोग छ। बेलुका सूर्य अस्त भएपछि गुन्द्रुक खाना हुँदैन, त्यसले पनि बिर्सने रोग ल्याउँछ। बेलुका साँझमा चिसा परिकार खाना हुँदैन, साग खाना हुँदैन, मुन्टा खाना हुन्छ। फेरि मुन्टा र सागमा फरक छ। कुनै पनि इस्कुसदेखि लिएर फर्सीको मुन्टादेखि लिएर कुनै पनि झारपातको मुन्टा खाना हुन्छ, साग खाना हुँदैन। साग खाँदा बाथादी रोग हुन्छ, दमका रोग हुन्छ, स्यास्या हुने रोग हुन्छ, रुगा खोकी लाग्छ। बेलुका लौका खाना हुँदैन, बेलुका दही र करेला खाना हुँदैन, बेलुका मुला खाना हुँदैन। आज त्यही खान्छन् मान्छेले अनि अनेक रोग लगेर दौडिरहेका छन्। बेलुका सुक्खा चिज खाने, बिहान चिसा परिकार खाने। जुनसुकै परिकार चिसो परिकार बिहान खानुहोस्, सूर्य छैन्जेल खानुहोस्, सूर्य अस्त भएपछि चिसा परिकार नखानुहोस्। कहिल्यै पनि लौका र तामा खानु हुँदैन, मान्छे मर्न सक्छ। वनको च्याउ र लोकल कुखुराको मासु खाना हुँदैन, मान्छे मर्न सक्छ। कुखुराको मासु खायो, वनबाट च्याउ खायो अनि च्याउ खाएर मर्यो भनेर समाचार आउँछ। एउटा उमेरको मान्छेले कसले कति खाने थाहा छैन। 16 वर्षभित्रका मान्छेले जति पटक खाए पनि हुन्छ, तर त्यसपछिका उमेरका मान्छेले खाने नियम छ। तपाईँ 30 वर्षभित्रको हुनुहुन्छ भने 24 घण्टामा 4 पटक खाने। तपाईँ 50 वर्षको भित्रको हुनुहुन्छ भने 24 घण्टामा 3 पटक खाने। तपाईँ 50 काटिसक्नु भएको छ भने 24 घण्टामा 2 पटक खाने। 2 पटक पेट भरेपछि पटक पटक खाना हुँदैन। त्यसैले जसले धेरै पटक खान्छ त्यसलाई रोग लाग्छ। त्यही भएर आज सुगर छ, आज प्रेसर छ, आज डिप्रेसन छ।